हेलो साथीहरू, वेलकम छ मेरो च्यानलमा। आज नि म यहाँनिर अर्को साइडमा आएको छु कुकुर घुमाउनु। आज बादल लाग्यो हो कि हुस्से लाग्यो हो भुइँतिर पनि। गाडीहरू बत्ती बालेर हिँड्दै रहेछ यहाँ माथिबाट। कुहिरो लाग्यो छ, कुहिरो दुबईमा पनि कुहिरो लाग्ने भयो। यस्तो छ मेरो राम्रोसँग देख्दैन। कुहिरो लागेर आज 7:30 भइसक्यो, कुहिरो लाग्दैछ। सुँघेर बस्छु। ए आइज, कम 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 कम। आज कुहिरो लागेर आकाशमा नि बादल लाग्यो जस्तो देख्छ। कुहिरो लागेर यस्तो धुम्म छ। के को बादल लाग्यो थाहा छैन। यस्तो छ। आज म अर्को साइडतिर घुम्न आएको कुकुरलाई लिएर। कति उतातिर मात्रै घुमाउनु भनेर अलि टाढो आएको अर्को साइडतिर। यस्तो छ ठाउँ। आज त टन्नै सुतेछ हौ, 7:30 सम्मै सुतेर बसेछ नि त। भर्खरै उठेर आएको। अब काम गर्नु छ, के गर्नु। यो पुन्तुरे यहाँनिर छ। आज म त कुकुर घुमाउनु अब फर्केको। अब फर्केर घर जान्छु म। फर्केर कस्तो राम्रो ठाउँ छ हौ, हरियो बाँछ। यस्तो बस्नुलाई मजा लाग्छ। एकदमै हरियो ठाउँ। अब चाहिँ दुबईमा जो शीतल भयो। हिजो गर्मी थियो दिउँसो, आज कस्तो हुन्छ। बादल लागेर धुम्म परेर बसेर छ। अब हट्टिनु लाग्यो यो हुस्से लागेको। अब जाडो महिना आउनु लाग्यो, अनि त्यही भएर हुस्से लाग्यो क्या। पुङ्गुरे यहाँ छ। यो पुङ्गुरे किन सुते त सुतेको चाहिँ किन? यसको मुख त कति कालो भएको। तेरो राले स्यालेले भिजेर सबै मुख कालो। तेरो मुख आँखा कति फोरी। हिजो मात्र नुहाइदिएको। यस्तो यस्तो छ कुकुरलाई पनि। लैजाउँ फर्केर। अब जानु पर्यो नि घरमा। म चाहिँ यता घर फर्केको। अझै कुहिरो लाग्दैछ। यस्तो के अचम्मको छ। कुहिरो लागेर पुन्दुरे यहाँनिर हिँड्दैछ। पुन्दुरे अब काम गर्नुपर्छ, घर सफा गर्नुपर्छ पहिला। यसलाई खाना दिएर अनि आज बुङ्गुर काट्ने दिन होला। हाम्रो घरमा त आज बुङ्गुरको मासु ल्याउँछ भन्थ्यो। अब भोलि टिका, त्यहाँबाट दसैँ सक्यो। हामी चाहिँ साथीहरू मिलेर 5 तारिकमा बाहिर निस्क्यौँ भने अब दसैँ नै जान्छ। के दसैँ सकेर दसैँ मनाउने। अनि के गर्नु, सबैजना कस्तो भयो दसैँ कसरी मनायो कमेन्ट गर्नु होला।
लाइक गरिदिनु होला, मेरो च्यानलमा सब्सक्राइबर गरिदिनु होला। ल ल ल साथीहरू, बाई बाई। अब फेरि भोलि अर्को भिडियोमा भेट्छु म। बाई।